टेलिकम टावरमा 6 करोड भ्रष्टाचार निस्किँदा राष्ट्रपतिको पद गए प्रचण्ड देउबा तनावमा। 6 करोड भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी पर्यो। दूरसञ्चारका 142वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि 13 फेब्रुअरी 2023मा बोलपत्र आह्वान गरेको थियो। बोलपत्र उप मौनावती स्टिल इन्डस्ट्रिज, भगवती स्टिल इन्डस्ट्रिज र भारतको उत्सव इन्डिया समेत 3वटा कम्पनी प्रस्ताव पेश गरेकोमा मैनावतीसँग मिलेमतो गरी करोडौं घुस लिएर टेन्डर दिएको आरोप लगाउँदै टेलिकमका न्यूनतम वैतनिकका कर्मचारी अख्तियारमा उजुरी दिएका हुन्। निवेदकका लागि विभिन्न भ्रष्टाचार कार्य भएको आरोप लगाउँदै उनीहरूले कारबाहीको माग गरेका छन्। कम्पनीको आर्थिक विनियममा भएको व्यवस्था अनुसार प्रबन्धक अनुप रेग्मीको संयोजकत्वमा पहिलो बोलपत्रमा मूल्याङ्कन समिति गठन भएको हो। उक्त मूल्याङ्कन समितिले बोलपत्रहरूको प्राविधिक मूल्याङ्कन गरी 2वटा बोलपत्र दाताहरू प्राविधिक रूपमा योग्य ठहर गरी आर्थिक प्रस्ताव खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि निर्णय हुन मूल्याङ्कन प्रतिवेदन सहित टिप्पणी फाइल केन्द्रीय कार्यालय समक्ष पेश गरेको हो। उक्त फाइलमा निर्णय प्रक्रिया अल्झाएर प्रबन्ध निर्देशक सुनिल पौडेल र प्रबन्धक देवेन्द्र खतिवड़ाले पटक मूल्याङ्कन समितिका संयोजक अनुप रेग्मी र प्रमुख प्राविधिक अधिकृत संगीता पहाडीलाई उक्त मूल्याङ्कन प्रतिवेदन सच्याएर मैनावती कम्पनीलाई मात्र प्राविधिक रूपमा योग्य ठहराएर पुनः फाइल पेश गर्न निर्देशन दिएका स्मरण रहोस्। प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद विद्यामा भएको समयमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी नाप्रति संगीता पहाडीलाई तोकिएको थियो। मूल्याङ्कन प्रतिवेदन सच्याएर पुनः फाइल पेश गर्न मूल्याङ्कन समिति र प्रमुख प्राविधिक अधिकृतले कानुनी र प्रचलित व्यवस्था तथा खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धाको मान्यता विपरीत हुने भन्दै नमाने पश्चाताप नाप्रति संगीता पहाडी काम विशेषले सिङ्गापुर गएको बेलामा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी प्रबन्धक देवेन्द्र खतिवड़ालाई दिएर उक्त फाइल उप छलफल सुरु गरिएको हो। नेपाल टेलिकमको प्रचलन अनुसार 11 तह नापर्ने भएको अवस्थामा अहिलेसम्म 10वटा तहको प्रबन्धकलाई प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी दिइने गरेको छैन। यही भनेर बदनियत स्पष्ट रूपमा देखिन्छ। प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी पाउन साथ प्रबन्धक देवेन्द्र खतिवड़ाले आर्थिक रूपमा बदनामी कमाएका र आफूहरूले भनेको मान्ने व्यक्ति प्रबन्धक शोभन अधिकारी र उप प्रबन्धक सुनिज आनन्द मल्ललाई राखेर कम्पनीको आर्थिक विनियम सार्वजनिक खरिद ऐन कुनैमा पनि व्यवस्था नभएको व्यवस्थामा सुरुमा मूल्याङ्कन समितिले दिएको प्रतिवेदन उप कारबाही रोकेर नयाँ र दोस्रो मूल्याङ्कन समिति गठन गरे। उक्त मूल्याङ्कन समितिले प्रतिबन्ध निर्देशन पौडेल र प्रबन्धक खतिवड़ाले निर्देशन बमोजिम मौनावती कम्पनीलाई मात्र योग्य ठहर गरी प्रतिवेदन बुझाएको र सोही अनुसार निर्णय प्रक्रिया अगाडि बढाएको छ। यस प्रकारको लागि प्रबन्धक खतिवड़ा प्रणीयको कार्यालयका उपप्रबन्धक नेम आनन्द र प्रबन्धक निर्देशकले टोकन स्वरूप र 1 करोड रुपियाँ लिइसकेको पछि करिब 5 करोड रुपियाँ मौनानीतर्फ घुस लिने डिल भएको बुझी आएको छ। रासपा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले शासकीय स्वरूप परिवर्तनबारे छलफल सुरु गरेको छ। रासपाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाका पक्षका लागि उभिने गरी दस्तावेज तयार पारेको हो। दस्तावेजलाई नयाँ युगको नयाँ संकल्प भनिएको छ। पार्टी स्थापनाको वर्षगाँठमा आगामी असार 7 गते सार्वजनिक गर्ने तयारी गरिएको सो दस्तावेजमा अहिले 30 दलभित्र छलफल चलिरहेको छ। केन्द्रीय सदस्य सांसद र प्रदेश सभापतिसँग लिखित सुझाव मागेको छ। आगामी असार 2 गतेभित्र सुझाव पठाउन उसले परिपत्र पनि गरेको छ। गत मङ्सिरको प्रतिनिधि सभा निर्वाचनमा रासपाले 20 सिट जितेको थियो। त्यति बेला शासकीय स्वरूपबारे प्रश्न धारणा सार्वजनिक नगरेको रासपाले दस्तावेज मार्फत संविधानको महत्त्वपूर्ण खम्बाको रूपमा रहेको शासकीय प्रणाली नै फेर्ने प्रस्ताव अघि सार्न खोजेको छ। संविधानको धारा 74 मा नेपालको शासकीय स्वरूप संसदीय शासन प्रणाली हुने उल्लेख छ। यसमा भनिएको छ नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ। रासपाका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश परसाई र कमल सुवेदीले तयार पारेको दस्तावेजमा मुलुकको शासकीय स्वरूप फेरेर जनताबाट निर्वाचित प्रधानमन्त्री रहने व्यवस्था हुनुपर्ने उल्लेख छ। एक व्यक्ति एक मतको आधारमा गोप्य मतदान तर बहुमत प्राप्त गर्ने वंशज नेपाली नागरिक प्रधानमन्त्री निर्वाचित हुने प्रणाली राखिराख्नु पनि दस्तावेजमा उल्लेख छ। 41% मत प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था अघि सारिएको छ। 41% नआई बढी मत पाउने 2 उम्मेदवार बीच पुनः निर्वाचन गरिने बताएको छ। त्यसरी नियुक्त प्रधानमन्त्रीले आफ्नो स्वविवेकको आधारमा 15 सदस्य नबढाई मन्त्रीहरू नियुक्त गरी मन्त्री परिषदको गठन गर्न सक्ने पनि दस्तावेजमा उल्लेख छ। प्रतिनिधि सभाका सदस्य वा
बाहेकका नेपाली नागरिकलाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्नेछन्। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचनाको प्रतिवेदन 2074 का आधारमा मन्त्री परिषदको पुनर्संरचना गरिनेछ। प्रस्तावित मस्यौदामा उल्लेख छ, विश्वका विभिन्न मुलुकका संहिताका अभ्यासहरू र नेपाली जनताको सुझावलाई अध्ययन गरी पार्टीले आफ्नै मौलिक पहिचान सहितको शासकीय स्वरूपको मोडल तयार गरेको दावी गरिएको छ। प्रतिनिधि सभाबारे भने संविधानमा भएको हालको व्यवस्थालाई नै स्वीकार गरी उल्लेख छ। यद्यपि यसको संख्या घटाउन र थप समावेशी र जनउन्मुक्ति बनाउन राष्ट्रिय राजनीतिक संवाद एवं छलफल चलाउने बताएको छ। दस्तावेजमा राष्ट्रिय सभामा हाल कायम रहेको 49 सदस्य घटाउन 35 मा झार्नुपर्ने बताएको छ। प्रत्येक प्रदेशबाट 4 जनाको दलले राष्ट्रिय सभा 34 सदस्यीय बनाउने उल्लेख छ। 10 वर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको नेपाली नागरिक राष्ट्रिय सभाको सदस्य बन्न योग्य हुने मान्यता पनि अघि सारेको छ। राष्ट्रिय सभा पूर्ण रूपमा समावेशी हुनेछ। स्थानीय तहका निर्वाचन जनप्रतिनिधिहरूले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउनेछन्। दस्तावेज मार्फत प्रस्ताव गरिएको छ। प्रस्तावित दस्तावेजमा 10 वर्षसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको वंशज नेपाली नागरिक नेपालको राष्ट्रपति हुने मान्यता अघि सारिएको छ। संघीय संसददेखि स्थानीय तहका निर्वाचन जनप्रतिनिधिको बहुमत निर्वाचन मण्डलबाट राष्ट्रपतिको निर्वाचन हुने प्रस्तावित मस्यौदा उल्लेख छ। यसै गरी गैर दलीय राष्ट्रपति हुँदा कुनै पनि पार्टी परिवेशको पक्ष वा विपक्षमा निर्णय गर्ने परिपाटीको अन्त्य हुन्छ। राष्ट्रपतिको गरिमा बढ्नेछ र नेपाली जनतासँगको सम्बन्ध प्रगाढ बनेछ। मान्यताबारे दस्तावेजमा थप प्रष्टीकरण दिएको छ। हालको शासकीय संरचना बमोजिम छुट्टै उपराष्ट्रपति हुने व्यवस्थालाई खारेज गर्नुपर्ने बताएको छ। उपराष्ट्रपतिको छुट्टै पद सिर्जना नगरी बहुवालवाला राष्ट्रिय सभाको अध्यक्षलाई नै उपराष्ट्रपति बनाउने मान्यता अघि सारिएको छ। यसले गर्दा उपराष्ट्रपति पद र राष्ट्रिय सभाको अध्यक्षको रूपमा 2 व्यक्तिलाई दिँदै आएको सुविधा कटौती भई 1 व्यक्तिलाई मात्र कायम हुँदा राज्यलाई आवश्यक आर्थिक भार नपर्ने दस्तावेजमा उल्लेख छ। प्रस्तावित राजनीतिक दस्तावेजमा प्रवेशको मस्यौदा संरचना खारेज गर्नु पनि उल्लेख गरिएको छ। सुरुदेखि नै यही मान्यतामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर 4 गतिको प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएन। प्रदेशको निर्वाचनमा दल दर्ता समेत गरेन। उसले प्रदेश सभा, मुख्यमन्त्री, प्रदेश सभा र प्रदेश मन्त्रालय खारेज गर्नुपर्ने मान्यता अघि सारेको छ। हालका प्रदेशहरू कायममा राख्दै संहिताको मूल्य अघि सारेको छ। नयाँ दस्तावेजबारे राजसभाभित्र वाद प्रतिवाद के भन्छन् नेताहरू। संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाले पहिलो वार्षिक उत्सवको अवसरमा सार्वजनिक गर्ने भन्दै नयाँ दस्तावेज अघि सारेपछि त्यसले दलभित्र बहस सुरु गरेको छ। पार्टीका नीति तथा विचार विभाग प्रमुख तथा महामन्त्री मुकुल ढकाल नेतृत्वको समितिले नयाँ युगको नयाँ संकल्प भन्दै नयाँ दस्तावेजको मस्यौदा अघि सारेको थियो। दस्तावेज लेखक समितिमा केन्द्रीय सदस्य रमेश परसाई र कमल सुवेदी छन्। त्यसलाई धेरै सदस्यले काम कुरा एकातिर कुब्लो बोकी ठिमीतिर भन्ने खान सुहाउँदो भएको टिप्पणी गरेको एक नेताले बताउनु भएको छ। पार्टीका नीति तथा विचार विभाग प्रमुखका हिसाबले राजनीतिक कार्यदिशा, कार्ययोजना र मार्गदर्शक तथा तय गर्नु अनौठो कुरा होइन, तर दस्तावेज ल्याउने बेला यो हो कि होइन भनेर व्यापक छलफल भएको छ। एक केन्द्रीय सदस्यले भने केही वैचारिक अस्पष्टता छन् भने त्यसलाई प्रस्ट्याउनु राम्रो हो, तर विचारै यही हो भनेर ल्याउनु ठिक भन्नु भएन भन्ने धेरै नै धारणा छ। पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पनि अहिले विचार ल्याउने उपयुक्त बेला नभएको र सेवा प्रवाहमै ध्यान दिनुपर्ने बताएका छन्। पार्टीका नीति तथा विचार विभागमा प्रमुखले नयाँ दस्तावेज ल्याउनु राम्रो कुरा हो, तर त्यो दस्तावेज चाहिँ पार्टीमा भएका कुराको व्याख्या गर्ने अमाननीय मानिसहरूलाई पार्टीको नीति र कार्यदिशा बुझाउने हुनुपर्नेमा नयाँ विचार दिने ढङ्गबाट आयो भनी उनी भन्छन्। पार्टी स्थापना दिवसका सन्दर्भमा भन्दा पनि महाधिवेशनमा विचार बाहेक बहस चलाउनु पर्ने उपयुक्त हुने मान्यतामा आफू रहेको उनले बताएका छन्। राजनीतिक दस्तावेजमाथि केन्द्रीय सदस्य र सांसदहरूका बीच छलफल चलाएको थियो। त्यहाँ केही सदस्यले महामन्त्री ढकालले एमालेका विगत नयाँ विचार दिएर महासचिव मदन भण्डारी बन्न खोजेको भन्दै कतिपयले कटासी गरेको एक नेताले बताएका छन्। इतिहासप्रति उहाँको बुझाइ सतह देखिन्छ। उहाँको दस्तावेजमा हाम्रो इतिहास गर्विलो छ भन्ने उल्लेख छ। कसरी के आधारमा गर्विलो छ भनेर व्याख्या विवेचना गरिएको छैन। दस्तावेजमा कतै पनि नागरिकले गरेका सङ्घर्ष भेटिँदैनन्। प्रजातन्त्र बहुदलीय व्यवस्था हुँदै गणतन्त्र सम्म भएका सङ्घर्ष आँखा चिम्लिएर कसरी दस्तावेज पूर्ण हुन सक्छ? सदस्यहरूले राखेका धारणा उद्धृत गर्दै एक नेताले भने यस्ता कुरा राखेर पार्टीमा नयाँ विचार दिउँ भने आत्मरहति त गर्न सकिला, तर अहिले मदन भण्डारी बन्ने बेला होइन। सेवा प्रवाह मुक्त र व्यवस्थित बनाउने र यथापट्टि ध्यान दिने समय हो। समाजको अवस्थाको व्याख्या विवेचना वस्तुनिष्ठ भएको कतिपय सदस्यको बुझाइ रहेको अर्का नेताले बताएका छन्। दस्तावेज त लेखियो, तर समाजको नाडी नछानिकन यो त बिरामीको अनुहार हेरेर औषधि दिए जस्तो भयो। समाजमा रहेका समस्याको चुरोमा
पुग्नु पर्यो नि। हाम्रो समाज कहाँ छ? पुँजीवादी हो कि समाजवादी हो कि यसबारे दस्तावेज बोलेको छैन। यही भएर सबैले मिति राखेका छन्। उनले भने